आजभन्दा 10 वर्ष अगाडि यदि कसैले काठमाडौँ उपत्यकामा पनि बाढीले ठुलो विनाश मचाउन सक्छ भनेको भए सायद धेरैलाई यो पत्याउन गाह्रो हुन्थ्यो। तर आज अवस्था फेरिएको छ। यही साता लगातार परेको वर्षा र त्यससँगै आएको बाढीले काठमाडौँ उपत्यकालाई लगभग ठप्प बनायो। यो पटक भने नेपाल सरकारको राम्रो पूर्व तयारी र पूर्व सूचना प्रणालीका कारण ठुलो जनधनको क्षति हुनबाट जोगियो। तर गत वर्षको अवस्था यति सहज थिएन। सन् 2024 सेप्टेम्बर 28 मा आएको विनाशकारी बाढी र पहिरोले नेपालभर 250 भन्दा बढीको ज्यान लियो र काठमाडौँ उपत्यकामा मात्र 70 भन्दा बढी मानिसको ज्यान गयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त विपदले देशको कुल जीडीपीको 1% भन्दा बढी क्षति पुर्याएको थियो। विशेष गरी काठमाडौँ उपत्यकाको नखु खोलामा बाढी र पहिरोले ठुलै विनाश मचिएको थियो। आज हामी उक्त नखु खोलामा आएको विनाशकारी बाढीबारे बुझ्ने प्रयास गर्दैछौँ। सबैभन्दा पहिला क्याचमेन्ट भनेको के हो भनेर बुझौँ। क्याचमेन्ट भन्नाले यस्तो निश्चित भूभागलाई जनाइन्छ जहाँ परेको वर्षा अथवा बगेको पानी अन्ततः एउटै खोला वा नदीतर्फ बग्छ। अब यसलाई काठमाडौँ उपत्यकाको सन्दर्भमा बुझौँ। काठमाडौँ उपत्यका आफैमा एउटा क्याचमेन्ट हो। वरिपरिका डाँडाहरू र समथर भूभागमा परेको पानी विभिन्न साना खोला हुँदै बगेर अन्ततः बागमती नदीमा मिसिन्छ। उपत्यकाको सबै पानी चोभारको गल्छी हुँदै उपत्यकाबाट बाहिरिन्छ। उपत्यकाको क्याचमेन्ट क्षेत्र लगभग 600 वर्ग किलोमिटर रहेको छ। बागमती नदीका 10 वटा सहायक खोलाहरू अथवा ट्रिब्युटरी छन्। यी प्रत्येक सहायक खोलाहरूको आफ्नै क्याचमेन्ट क्षेत्र हुन्छ। अब हेरौँ नखु खोलाको क्याचमेन्ट। नखु खोलाको क्याचमेन्ट क्षेत्र लगभग 55 वर्ग किलोमिटर रहेको छ। नखु खोलाका 2 सहायक खोलाहरू छन्। दायाँबाट आउने लेले खोला र बायाँबाट आउने नल्लु खोला। यी खोलाहरू टिकाभैरवमा एक आपसमा मिसिएर नखु बन्दछ। नखु खोला काठमाडौँ उपत्यकाभित्र बागमती नदीमा मिसिने अन्तिम सहायक खोला हो, जुन चोभारभन्दा करिब 500 मिटर माथि बागमतीमा मिसिन्छ। सेप्टेम्बर 28 तारिकका दिन नखु खोलामा यति विनाशकारी बाढी किन आयो त? यसका कारणहरू के थिए? सबैले सोझै अनुमान लाउन सकिने पहिलो कारण हो अत्याधिक वर्षा। त्यो दिन कति पानी पर्यो भनेर चर्चा गर्नु अघि सुरुमा नेपालमा वर्षामापनको थोरै पृष्ठभूमि बुझौँ। नेपालमा आधिकारिक रूपमा वर्षामापन 1946 देखि सुरु भयो। त्यसबेला जम्मा 3 वटा वर्षामापन केन्द्रहरू थिए। 1947 मा थप 23 वटा केन्द्रहरू थपिए अनि 1950 मा फेरि 40 वटा नयाँ केन्द्रहरू जडान गरिए। त्यसपछि सन् 1965 देखि सरकारले व्यवस्थित रूपमा जल तथा मौसम सम्बन्धी गतिविधिहरू सञ्चालन गर्न थाल्यो र 1988 मा आएर जल तथा मौसम विज्ञान विभाग DHM को स्थापना भयो र अहिले देशैभरि DHM का 200 भन्दा बढी वर्षामापन केन्द्रहरू सञ्चालनमा छन्। हाल काठमाडौँ उपत्यकामा झन्डै 20 वटा वर्षामापन केन्द्रहरू DHM द्वारा सञ्चालित छन्। काठमाडौँ उपत्यकाको वार्षिक औसत वर्षा लगभग 1600 मिलिमिटर हुन आउँछ। पहाडी क्षेत्रहरूमा यो 1880 मिलिमिटर पुग्छ, जबकि उपत्यकाको समथर भागमा 1400 मिलिमिटर जति मात्र वर्षा हुन्छ। नेपालमा सामान्यतः जुनदेखि सेप्टेम्बरसम्मको यी 4 महिनालाई मनसुन अवधि मानिन्छ। वार्षिक कुल वर्षामध्ये 80% भन्दा बढी पानी यही अवधिमा पर्छ। दैनिक वर्षा भन्नाले 24 घण्टाको अवधिमा परेको जम्मा पानी हो, जुन नेपालको स्थानीय समयअनुसार हरेक दिन बिहान 8:45 बजेदेखि अर्को दिन बिहान 8:45 बजेसम्म मापन गरिन्छ। जस्तो कि यदि सेप्टेम्बर 28 को दैनिक वर्षा 50 मिलिमिटर भनिएको छ भने यसको अर्थ सेप्टेम्बर 27 को बिहान 8:45 बजेदेखि सेप्टेम्बर 28 को बिहान 8:45 बजेसम्म 50 मिलिमिटर पानी परेको भनेर बुझिन्छ। अब कुरा गरौँ वर्षाको मात्रा बारे। नेपालमा 24 घण्टामा पर्ने पानीको आधारमा वर्षालाई विभिन्न श्रेणीमा वर्गीकृत गरिन्छ। यदि 10 मिलिमिटर भन्दा कम वर्षा भयो भने त्यसलाई हल्का वर्षा भनिन्छ। 10 देखि 50 हुँदाखेरि मध्यम वर्षा, 50 देखि 100 हुँदा भारी वर्षा, 100 देखि 200 हुँदा धेरै भारी वर्षा र यदि 24 घण्टामा 200 मिलिमिटर भन्दा बढी पानी पर्यो भने त्यसलाई भनिन्छ अति भारी वर्षा। अब कुरा गरौँ 2024 सेप्टेम्बर 28 मा कति पानी पर्यो त? जल तथा मौसम विज्ञान विभाग DHM का अनुसार सेप्टेम्बर 28 मा देशभरका 241 मध्ये 123 वटा वर्षामापन केन्द्रहरूमा 100 मिलिमिटर भन्दा बढी पानी पर्यो। त्यो दिन सबैभन्दा धेरै वर्षा मकवानपुरको दामन केन्द्रमा भयो, जहाँ 24 घण्टामा 410 मिलिमिटर पानी पर्यो। 25 वटा वर्षामापन केन्द्रहरूले आफ्नो अहिलेसम्मकै सबैभन्दा बढी वर्षाको रेकर्ड तोडे। तीमध्ये 11 वटा स्टेसनहरू काठमाडौँ उपत्यकाभित्रै रहेका थिए।
काठमाडौँ उपत्यकामा योभन्दा पहिला सन् 2002 को जुलाई 23 मा परेको पानी सबैभन्दा धेरै मानिन्थ्यो, तर अब ती सबै रेकर्ड 2024 को सेप्टेम्बर 28 ले तोडिदियो। अब फर्कियौं नखु खोला क्याचमेन्टतिर। यो क्याचमेन्टमा दुई मुख्य वर्षा मापन केन्द्रहरू छन्, एक तल्लो भागमा खुमलटारमा र अर्को मध्य भागमा चापागाउँमा। सेप्टेम्बर 28 मा खुमलटार स्टेसनमा 294 मिलिमिटर र चापागाउँ स्टेसनमा 324 मिलिमिटर वर्षा मापन गरियो। ज्याक्सन स्टेट युनिभर्सिटीका असिस्टेन्ट प्रोफेसर डाक्टर रकी ताल्चा भडेल लगायतका वैज्ञानिकहरूले नेचुरल हजार्ड जर्नलमा प्रकाशित गरेको एक अनुसन्धान अनुसार सेप्टेम्बर 28 मा चापागाउँमा मापन गरिएको 24 घण्टे वर्षाको रिटर्न पिरियड 6000 वर्षभन्दा बढी देखिएको छ। यो भनेको डिएचएमबाट हालसम्म मापन गरिएको वर्षाको तथ्याङ्क अनुसार 6000 वर्षमा एक पटक पर्ने पानी जनाउँछ। अहिलेसम्म प्रकाशित तथ्याङ्कहरूका आधारमा सेप्टेम्बर 28 मा चापागाउँमा सर्वाधिक वर्षा भएको भनिए तापनि डिएचएमबाट हालै उपलब्ध लेले स्टेसनको तथ्याङ्क हेर्दा नखु क्याचमेन्टको लेले क्षेत्रमा सबैभन्दा बढी 393 मिलिमिटर वर्षा मापन भएको देखिन्छ। त्यस्तै काठमाडौँ उपत्यकाको जलस्रोत सम्बन्धी अनुसन्धान गर्ने संस्था स्मार्टफोन्स फर वाटर नेपालका अनुसार नखु क्याचमेन्टको दक्षिणी अपस्ट्रिम क्षेत्रमा पर्ने भारदेव वर्षा मापन केन्द्रमा सोही दिन 265 मिलिमिटर वर्षा मापन गरिएको थियो। नेपाली अनुसन्धानकर्ताहरू कबिन लामिछाने, सरोज कार्की लगायतको संयुक्त टोलीले नेचुरल हजार्ड रिसर्च नामक जर्नलमा प्रकाशित गरेको रिसर्च आर्टिकलको यो चार्टले काठमाडौँ उपत्यकाको सन् 2000 देखि 2024 सम्मको औसत मासिक वर्षा देखाउँछ, जस अनुसार सबैभन्दा धेरै पानी जुलाई, अगस्त र सेप्टेम्बरमा पर्छ। जुलाईमा औसत 384 मिलिमिटर, अगस्तमा 346 मिलिमिटर र सेप्टेम्बरमा 211 मिलिमिटर वर्षा हुने देखाउँछ। अब कल्पना गर्नुस्, सेप्टेम्बर 28 को दिन चापागाउँमा 324 मिलिमिटर वर्षा मापन भयो। यो त सेप्टेम्बर महिनाभरि पर्नुपर्ने पानीभन्दा झन् धेरै हो। त्यसै गरी लेलेमा मापन गरिएको 393 मिलिमिटर पानी जुलाई महिनाको औसत वर्षासँग लगभग बराबर हुन आउँछ। नखु क्याचमेन्टमा मापन भएको 24 घण्टे वर्षा सामान्य वर्षा हुँदै होइन। यो मात्रा काठमाडौँ उपत्यकाको वार्षिक औसत वर्षाको करिब 20% जति हो। जुन पानी सामान्यतः एक महिनाभरि बिस्तारै पर्ने गर्थ्यो, त्यो सबै एकै दिन 24 घण्टामा झर्यो। तर वर्षा 28 सेप्टेम्बरमा मात्र सुरु भएको थिएन। यसको अघिल्लो दिन 27 सेप्टेम्बरमा पनि नखु क्याचमेन्टका धेरैजसो भागहरूमा उल्लेखनीय मात्रामा पानी परेको थियो। यसरी अघिल्लो दिनहरूमा पर्ने पानीलाई एन्टिसिडेन्ट रेनफल भनिन्छ। यसले बिस्तारै माटो भिजाउँदै लाने र स्याचुरेसनतिर माटोलाई लैजान्छ र माटोमा पानी सोच्ने क्षमता घटाउँदै लैजान्छ। त्यसैले भोलिपल्ट 28 सेप्टेम्बरमा जब अत्याधिक वर्षा भयो, यो जमिनले धेरै पानी सोच्न सकेन र सिधै सतहबाट बगेर अधिकांश पानी खोलातिर गयो। र त्यस्तै यो घटना सेप्टेम्बर अन्त्यतिरको हो, अर्थात् नेपालमा मनसुनको अन्तिम चरणमा भएको हो। यस समयमा सामान्यतः क्याचमेन्टहरू पहिल्यै स्याचुरेट भइसकेको हुन्छन् र जमिनले अब धेरै पानी सोच्ने क्षमता गुमाइसकेको हुन्छ। त्यसैले यस्तो समयमा सामान्यभन्दा अलि बढी पानी परे पनि बाढीको जोखिम धेरै उच्च हुन्छ र यसपटक त भारी वर्षा भएकाले बाढी अति नै विनाशकारी बन्यो। यति ठुलो पानी परेपछि ठुलै बाढी आउनु स्वाभाविकै हो, तर बाढी यति विनाशकारी हुनुको पछाडि अर्को एउटा प्रमुख कारण पनि छ, त्यो हो सेडिमेन्ट। सेडिमेन्ट भन्नाले वर्षा वा खोलाले बगाउँदै ल्याउने माटो, बालुवा, ढुङ्गा यी जस्ता कुराहरूलाई जनाउँछ। अब कुरा गरौँ सेडिमेन्टले नखु खोलाको बाढीलाई कसरी असर गर्यो त। नखु खोलाका दुई ट्रिब्युटरी लेले र नल्लु मध्ये तुलनात्मक रूपमा लेले क्षेत्रमा सेडिमेन्टले ठुलो क्षति पुर्याएको पाइँदैन, तर केही ठाउँमा स्थानीय रूपमा माटोको भेल अथवा मड फ्लो आएर घरहरूमा क्षति पुगेको भने देखिन्छ। तर लेले भन्दा नल्लुको कथा भने फरक छ। एक हिसाबले भन्नुपर्दा नल्लुमा सेडिमेन्टको कारण विध्वंस नै मचिएको देखिन्छ। छोटो समयमा अत्याधिक वर्षा हुँदा जमिनले पानी सोच्न सक्दैन र भिरालो पहाड हुँदै बग्ने पानीले भारी मात्रामा सेडिमेन्ट पनि साथमा बगाएर ल्याउँछ। यही कारण नल्लु खोलाको माथिल्लो भागमा हेर्दा ठाउँ ठाउँमा पहिरो गएको देखिन्छ। त्यस्तै खोल्साहरूले पहाडतिरबाट ठुलो मात्रामा सेडिमेन्ट मुख्य खोलामा ल्याएर थुपारिएको देखिन्छ। यसरी थुपारिएको सेडिमेन्टले पङ्खा जस्तो आकृति बनाउँछ, जसलाई हामी डेब्रिज फ्यान भनेर भन्छौँ। नखु खोलाको क्याचमेन्टको माथिल्लो भागबाट अत्यधिक मात्रामा सेडिमेन्ट आएको कारणले गर्दा खोलाको स्वरूप अथवा रिभर मर्फोलोजी नै फेरिएको देखिन्छ। नेपाल इन्जिनियर्स एसोसिएसनको अनुसन्धान टोलीले गरेको ड्रोन सर्वे अनुसार
खोलाको माथिल्लो क्षेत्रमा खोलाको रिभर बेड लगभग सम्पूर्ण भागमा माथि उठेको देखिन्छ। धेरै ठाउँमा खोलाको चौडाइ पहिलेको तुलनामा बढेको छ र नल्लु खोलाको माथिल्लो क्षेत्रमा हेर्दा डेब्रिज फ्यानहरू र सेडिमेन्टको प्रभावले धेरै ठाउँमा अत्याधिक भौतिक क्षति भएको स्पष्ट रूपमा हामीले देख्न सक्छौँ। नल्लु क्याचमेन्टको कुरा गर्दा छुटाउनै नहुने एउटा महत्त्वपूर्ण पाटो हो टिका भैरवभन्दा झन्डै 2 किलोमिटर माथि रहेको खानी क्षेत्र। यस क्षेत्रमा विगत धेरै वर्षदेखि अवैध रूपमा ढुङ्गा खानी र क्रसर उद्योगहरू सञ्चालनमा छन्। बाढी आउन अगाडिको यो दृश्य हेरौँ। नक्खु खोलालाई नै एउटा ह्युम पाइपमा हालेर कृत्रिम रूपमा साँघुरो बनाइएको छ र यहाँ प्राय जसो खोलालाई नै बाटो बनाएर खानीहरूले ढुङ्गा माटो दुहानी गर्ने गर्छन्। अत्याधिक वर्षा भएपछि सामान्य अवस्थामा स्थिर देखिने डाँडाहरू त अस्थिर बन्न पुगे भने यस्तो अवस्थामा खानी क्षेत्रहरू झनै संवेदनशील हुन्छन्। कुनै सावधानी नअपनाई अचुवाको भरमा सञ्चालन गरिएका यस्ता खानीहरूमा डाँडा काँडा काटेर खुला बनाइएका हुन्छन्, जसले ठुलो मात्रामा सेडिमेन्ट खोलामा बग्न दिन्छ र बाढीको बेला यसले त्यस क्षेत्रमा खोलाको स्वरूप नै बदलिदिन्छ र बस्ती नै बगर बनाइदिएको हामीले देख्न सक्छौँ। अब लागौँ टिका भैरवतिर, जहाँ लेले र नल्लु खोला मिसिन्छन्। यहाँ हामीले धेरै नै विनाश देख्यौँ। बाढीले मन्दिर भत्कायो, नदी किनार बगायो, सडक र संरचना सबै तहस नहस बनायो। टिका भैरवको दोभान केवल 2 खोलाको सङ्गमस्थल मात्र होइन, यो त एउटा यस्तो संवेदनशील ऊर्जाको केन्द्र हो जहाँ खोलाहरूको बहाव, दिशा, गति सबै अचानक परिवर्तन हुन्छ। टिका भैरवको यो परिस्थितिलाई अझ जटिल बनाउने कुरा हो लेले खोला नल्लुमा मिसिने तरिका। लेले खोला नल्लुमा झन्डै परपेन्डिकुलर एङ्गलमा मिसिन्छ। बाढीको बेला यस्तो कोणमा 2 तीव्र र भारी मात्रामा सेडिमेन्ट बोकेको खोलाहरू मिसिँदा फ्लो स्मुथली मर्ज हुन पाउँदैन, बरु ती खोलाहरू एक आपसमा ठोकिन्छन्। खोलाभित्र एक किसिमको अराजक ऊर्जा टर्बुलेन्स पैदा हुन्छ र वरपरका संरचनाहरू तहस नहस पार्छन्। टिका भैरवपछि पनि क्याचमेन्टबाट नक्खु खोलामा सेडिमेन्ट थपिने क्रम जारी नै रह्यो। विशेष गरी असुरक्षित रूपमा बनाइएका सडकहरूका कारण ठाउँ ठाउँमा पहिरो गएको देखिन्छ। सामान्य वर्षामा पनि साना पहिरो जाने यो क्षेत्रमा अत्याधिक वर्षा हुँदा ठुलो पहिरो गएको देखिएको छ, जसले सडक लामो समयसम्म बन्द गरायो र नजिकका बस्तीहरूमा समेत असर पुर्याएको देखिन्छ। त्यस्तै बस्ती विस्तार गर्न कतिपय डाँडाहरूमा सावधानी नअपनाई गरिएको पहाड कटानका कारण पनि ठुलो मात्रामा सेडिमेन्ट नक्खु खोलामा बगेर गएको देखिन्छ। अब हामी नक्खु खोलाको तल्लो भागतिर पुग्छौँ, जहाँ बाढीको स्वरूप फेरिएको देखिन्छ। बाढी खोलाको किनारमै मात्र सीमित रहेन, खोला वरपरका घरहरू, सडकहरू, खेतबारीहरू सबै डुबानमा परेका छन्। यी डुबान भएका ठाउँहरूमा पानी मात्र होइन, खोलाबाट बग्दै आएको बाक्लो सेडिमेन्ट पनि थुप्रिएको हामी देख्न सक्छौँ। के नक्खु खोलाको तल्लो भागतिर सेडिमेन्टको कारण बाढीको असर अझ गम्भीर बनाएको हो त? युनिभर्सिटी अफ एडिनबर्गकी रिसर्चर डाक्टर सरस्वती थापाको अर्थ सर्फेस प्रोसेस एन्ड ल्यान्डफर्म जर्नलमा प्रकाशित एक अध्ययन अनुसार नक्खु खोलाको फ्लड मोडेलमा सेडिमेन्टलाई समावेश गर्दा बाढीको फैलावट अर्थात् फ्लड इनन्डेसन एक्सटेन्ट उल्लेखनीय रूपमा बढ्ने देखिएको छ। विशेष गरी खोलाको तल्लो भागमा सेडिमेन्ट जम्मा भएर नदीको रिभर बेड माथि उठ्छ र यसले गर्दा खोलाको वाटर क्यारिङ क्यापेसिटी घट्ने देखिएको छ। हामीले नक्खु खोलाको तल्लो भागमा देखेको पनि यही नै हो। सेडिमेन्टले रिभर बेड माथि उठाएको छ र जब बाढी आउँछ त्यो पानी खोला नागेर बस्तीहरूमा पस्न थाल्छ। साधारण शब्दमा भन्नुपर्दा सेडिमेन्टले बाढी अझ फैलिन र झन विनाशकारी बन्न मद्दत गरेको देखिन्छ। काठमाडौँ उपत्यकाका धेरैजसो खोलाहरूमा पछिल्ला वर्षहरूमा खोलाको दुवैतिर इम्ब्याङ्कमेन्ट बनाउने काम भएको छ। नक्खु खोलामा पनि सन् 2017बाट यस्तो निर्माण सुरु भयो र अहिले खोलाको तल्लो भाग लगभग पुरै इम्ब्याङ्कमेन्टले घेरिसकेको छ। अब हेरौँ बाढीको बेला इम्ब्याङ्कमेन्टले कस्तो असर पार्छ त। जब खोलामा इम्ब्याङ्कमेन्ट थिएन, खोला आफ्नो प्राकृतिक स्वरूपमा स्वतन्त्र भएर बग्दथ्यो। सामान्य बहावको बेला खोला मुख्य च्यानल हुँदै सहजै बग्थ्यो, तर जब ठुलो बाढी आउँथ्यो खोला वरपरका खुल्ला जमिनसम्म फैलिन्थ्यो, जसलाई हामी फ्लड प्लेन भन्छौँ। त्यो फ्लड प्लेन सामान्यतः खाली हुने गर्थ्यो या खेतबारीका रूपमा प्रयोग हुन्थ्यो। त्यसैले बाढी आए पनि मानवीय संरचनामा ठुलो क्षति हुने सम्भावना कम रहन्थ्यो। अब जब खोलाको दुवैतिर इम्ब्याङ्कमेन्ट बनाएर खोलालाई साँघुरो मार्गमा सीमित गरिन्छ, सुरुमा यस्तो निर्माणले खोला व्यवस्थित भएको जस्तो देखिन्छ। पानी सीमित च्यानल भएरै बग्छ।
वरिपरिका जमिन सुरक्षित देखिन थाल्छ। यही कारणले फ्लड प्लेनभित्र घर बनाउन मिल्ने जस्तो लाग्छ, सडक बनाउन सहज देखिन्छ। एक हिसाबले इम्ब्याङ्कमेन्टले फल्स सेन्स अफ सेक्युरिटी दिन्छ, जसले गर्दा जोखिमपूर्ण क्षेत्रमा पनि विकास निर्माण हुन थाल्छ। नक्खु खोलामा निर्माण गरिएको इम्ब्याङ्कमेन्टको डिजाइन 25 वर्ष रिटर्न पिरियडको बाढीलाई लक्षित गरेर बनाइएको हो, अर्थात् औसत रूपमा 25 वर्षमा एकपटक आउने अनुमान गरिएको बाढी लगभग 200 मिटर क्युब पर सेकेन्डलाई नियन्त्रण गर्न सक्ने गरी संरचना बनाइएको हो। यस्तो सन्दर्भमा यदि बाढीको बहाव यो डिजाइन डिस्चार्जभन्दा कम हुँदा इम्ब्याङ्कमेन्टले खोलाको बहावलाई सीमित पारेर वरपरका बस्तीहरूलाई सुरक्षित राख्न सक्छ भन्ने अपेक्षा गरिन्छ। तर यो डिजाइन गर्दा प्रयोग गरिएको मोडलमा सेडिमेन्ट ट्रान्सपोर्टलाई समावेश गरिएको थिएन। अर्को शब्दमा भन्ने हो भने खोलाभित्र भविष्यमा कति सेडिमेन्ट जम्मा हुन्छ र त्यसले कति छिटो खोलाको क्षमता घटाउँछ भन्ने कुरा गणनामा लिइएको थिएन। यसले गर्दा खोलामा सेडिमेन्ट जम्दै जाँदा खोलाको क्यापेसिटी कम भइसके पछाडि डिजाइन डिस्चार्ज नै हुँदा पनि इम्ब्याङ्कमेन्ट भरिन सक्ने र ओभरटपिङ भएर बाढी बस्तीमा फैलिन सक्ने खतरा रहन्छ। सेप्टेम्बर 28 को बाढीले हाल निर्माण गरिएको इम्ब्याङ्कमेन्टहरूले यस्तो ठूलो प्रकृतिको बाढी धान्न सक्दैन भन्ने कुरा स्पष्ट रूपमा देखाइदिएको छ। बागमती एक्सन प्लान 2022 मा उल्लेख भए अनुसार उपत्यकाका अधिकांश खोलाहरूको चौडाइ र गहिराई अपुग भएका कारण खोलाहरू 50 वर्षको रिटर्न पिरियड भएको बाढी सुरक्षित रूपमा पास गर्न सक्षम छैनन् भन्ने लेखिएको छ। यस्तो अवस्था आउनुमा खोलाको प्राकृतिक फ्लड प्लेनमा घर, सडक र संरचनाहरू विस्तार हुनु प्रमुख कारण मानिएको छ। अब हेरौँ विगत 2 दशकको अवधिमा नक्खु खोलाको स्वरूप र वरिपरिको फ्लड प्लेनमा कस्तो परिवर्तन आयो। नक्खु खोला बागमतीमा मिसिने स्थानभन्दा करिब 500 मिटर माथिको यो क्षेत्रलाई हेरौँ। हामीसँग 2007 र 2024 को स्याटेलाइट इमेज छन्। सन् 2007 मा नक्खु खोला अझै प्राकृतिक बहावमा देखिन्छ। रातो रेखाले देखाइएको खोला अझै खुल्ला छ। दुवैतिर पर्याप्त फ्लड प्लेन देखिन्छ जहाँ बाढी फैलिन सक्थ्यो। अब 2024 को दोस्रो तस्बिर हेरौँ। नीलो रेखाले हालको खोलाको बहाव मार्ग देखाइएको छ। यहाँ खोलाको धार कृत्रिम रूपमा परिवर्तन गरेको देखिन्छ। रातो रेखाले देखाइएको खोलाको पुरानो बहाव मार्ग अतिक्रमणमा परेको देखिन्छ। फ्लड प्लेनमा व्यापक निर्माण भएको प्रष्ट रूपमा देख्न सक्छौँ। सेप्टेम्बर 28 को बाढीको बेला हेरौँ। बाढीको बेला खोलाले आफ्नो पुरानै मार्ग समातेर बग्न थालेको देखिन्छ। अतिक्रमण गरिएका क्षेत्र हुँदै बाढी बगेको देखिन्छ, जसले गर्दा अतिक्रमित क्षेत्रहरू डुबानमा परेको हामी देख्न सक्छौँ। अब अन्त्यमा नक्खु खोलाको सबैभन्दा तल्लो भागमा हेरौँ, जहाँ यो बागमती नदीसँग मिसिन्छ। नक्खु खोला काठमाडौँ उपत्यकाभित्र बागमतीमा मिसिने अन्तिम खोला हो र यसको कन्फ्लुएन्स चोभारको माथि पर्दछ। महत्त्वपूर्ण कुरा के छ भने नक्खु खोला बागमतीसँग लगभग परपेन्डिकुलर एङ्गलमा मिसिन्छ। यस्ता परपेन्डिकुलर कन्फ्लुएन्सले बाढीको बेला फ्लो डाइनामिक्स अझ जटिल बनाउने कुरा हामीले यसअघि नै चर्चा गरिसकेका छौँ। सामान्यतया बाढीको समयमा बागमती नदीको डिस्चार्ज नक्खु खोलाको तुलनामा धेरै नै बढी हुन्छ। यस्तो अवस्थामा बागमतीको तीव्र बहावले नक्खु खोलामा ब्याक वाटर इफेक्टको सिर्जना गर्छ, अर्थात् नक्खु खोलाबाट बग्न लागेको पानी उल्टो फर्केर माथि धकेलिन्छ, जसले गर्दा नक्खु खोलाको तल्लो भागमा पानी थुनिन्छ र खोलाको पानीको सतह धेरै समयसम्म उच्च रहन्छ। समग्रमा भन्नुपर्दा बाढीका कारणहरू प्राकृतिक र मानव सिर्जित दुवै हुन सक्छन्। प्राकृतिक कारणहरूमा अत्याधिक वर्षासँगै क्याचमेन्टको प्रकृति र भूबनोट पर्दछन्। त्यस्तै मानव सिर्जित कारणहरूमा माथिल्लो क्षेत्रमा गरिएको अनियन्त्रित खानी तथा क्रसर सञ्चालन, त्यस्तै सडक र बस्ती विस्तारका लागि गरिएको जथाभावी पहाड कटान र तल्लो क्षेत्रमा खोलाको फ्लड प्लेन अतिक्रमण गरेर बनाइएका संरचनाहरू र सेडिमेन्टको प्रभावलाई ध्यानमा नराखी डिजाइन गरिएका इम्ब्याङ्कमेन्टहरू, यी सबैले बाढीको प्रभावलाई अझ गम्भीर बनाएको तथ्य अनुसन्धानबाट स्पष्ट भएको छ। यसबाहेक डिएचएमले भारी वर्षाको प्रारम्भिक चेतावनी दिएको भए पनि जनमानसमा बाढीको सम्भावित प्रभावबारे गम्भीरता नहुनु र सम्बन्धित सरकारी निकायहरूको तयारी तथा प्रतिकार्य कमजोर हुनु, यी सबै कारणले गर्दा विपदको प्रभाव उल्लेखनीय रूपमा बढेको देखिन्छ। फोरकास्ट गरेको छ रेड अलर्ट भनेर हो, तर कहाँ पहिरो जान्छ त भनेको थिएन नि त। अब गएपछि थाहा हुने कुरा हो।